आज भदौ 21 गते सोताङ यात्राको तेस्रो दिन। आज बुङसम्मको यात्रा गर्ने प्लान रहेको छ। आजको यात्रा अब सुरु भयो। बुङको यात्रा बुङ त्यस कामसम्मको सोच चाहिँ बनाएको छ, के हुन्छ हेरौँ। घरबाट निस्किँदा 7:40 भइसकेको थियो। बाटामा खाना खाने ठाउँ भेटिँदैन भनेर घरमै खाना खाएर हिँड्ने क्रममा अलिक ढिलो भएको हो। बिहान पारिलो घाम लागेको थियो। नयाँ ठाउँको उत्सुकता त छँदै थियो। 3 घण्टा जतिमा बुङ पुग्ने योजना थियो। खै बाटो हो कि हो होइन कि के हो। यस्तो बाटो आइयो अब जाने कता हो। ल बाटो हराइयो अर्का भेरेन म हराइयो छाकन हान्नु नि मिलेन भने त्यही यो अब अलिक परटो यतिको दुःख त कल्याण सर। बल्ल तल्ल बाटो भेटियो। छोटो बाटो हिँड्ने धुनमा बाटो हराएको थियो। छिटो होला भनेको झन् ढिलो भयो। बिहानै भयो भने घाम चर्को लागेको थियो। छाता उडेरै भयो भने यात्रा अगाडि बढाउँदै लग्यौँ। हामीलाई पुग्नुको हतारो मात्रै थिएन, ठाउँ र यात्राको मजा पनि लिनु थियो। रमाइलो गर्दै यात्रा अगाडि बढ्दै गयो। बिस्तारै लाग्यौँ। कल्सा पारी बुङ अझै 1.5 घण्टा लाग्छ। मान्यता मान्नेका 9:25 मा सिमानामा आइपुग्यो। यहाँबाट सोताङ गाउँपालिका सकियो र महाकुलुङ गाउँपालिका सुरु भयो। बाटोमा एनर्जी ड्रिङ्क खायौँ। घाम चर्कदै गयो तर हाम्रो यात्रा जारी नै रह्यो। बीचबीचमा प्रेम सरले ठाउँहरू चिनाउँदै जानुहुन्थ्यो। यात्राको मजा लिइराख्यौँ। रोग यता रोग गाउँ, यो नाम्लुङ, यता चाचालुङ, पारी गुदेल, यो महाकुलुङ गाउँपालिका हो। यो चाहिँ हामी बुङको 1 नम्बरमा छौँ हामी। खोला खोल्सा तर्दै हामी आफ्नै धुनमा हिँडिराख्यौँ। अस्ति सँगै आएका कपडा व्यापारी पनि बाटोमा भेटिए। मजा छ है यत्रो त होइन, आधी लिएर हिँडेर गाउँ त रमाइलो छ नि। हतार छैन। यस्तो रहेछ राम्रो टावर छ देखिने। महाकुलुङ चक्रपथ निर्माण गर्ने क्रममा मृत्यु भएका लोचन गौतमको स्मृतिमा पार्क बनाएको रहेछ। त्यही केही बेर हामी बोल्यौँ। हाम्रो हिँडाइको आफ्नो रफ्तार थियो। छिटो हिँड्नुपर्ने बाध्यता पनि थिएन। 10:35 मा छेकमा पुग्यौँ। त्योभन्दा अगाडि सादी भन्ने गाउँ रहेछ। बाटोमा गीत भजन सुन्दै हामी अगाडि बढ्यौँ। जाँदैछौँ, यात्रा बाँकी रहेछ अझै। समय समयमा केही बेर रेस्ट गर्थ्यौँ। राम्रो भ्यू देखिने ठाउँमा फोटो समेत खिच्थ्यौँ। कोलाम पार्क हाइट र तल हाइट छ। यो बाटो आज हामी यो
11:05 मा कोलाम डाँडा आइपुग्यो। यहाँबाट अस्पताल जाने र बुङ बजार जाने बाटो छुटिन्थ्यो। पहिले बुङ बजारै जाने र त्यतैबाट अस्पताल जाने टुङ्गो गर्यौं। बुङ बजार क्षेत्र प्रवेश गर्यौं। हामीमा बुङ बजार हेर्ने उत्सुकता थियो। 11:20 पनि भयो। बुङ बजार पुग्यो है त एभरेस्ट बैंक छेउमा। अब चेकमा पुगेर आउनु होला। 0 point बजार घुम्न लाग्यौं। गाउँपालिका कार्यालय हेर्यौं। घरका डिजाइन अन्तभन्दा नौला थिए। एकछिन यताउता टहल्यौं। घरको डिजाइनमा परम्परागत र आधुनिक दुवै प्रविधिको सम्मिश्रण थियो। हाम्रो मुख्य उद्देश्य शनिबारे बजार घुम्नु थियो। त्यही पनि बजार क्षेत्रको अवलोकनमा हामीले केही समय बितायौं। बुङ बजारले हात आइयो। बुङको बजार है यो शनिबारे बजार बुङ बजार महाकुलुङ कति हो 2 नम्बर 1 नम्बर। बुङको मोमो बुङ बजारमा मोमो कस्तो टेस्ट? पृथक छ। 12 बज्न आँटेको थियो। त्यसैले नास्ता गरियो। बजारमा फलफुल किन्यौं अनि हस्पिटलतिर निस्किने योजना बनायौं। हस्पिटल कहीँ छ यो बाटो अब 1.46 किलोमिटर। सेस्क्याम कति 9 point कति छ? 9.08 सेस्काम 10 किलोमिटर सोताङ। हामी 12 किलोमिटर कम ढुङ्गा छापेको सिडीको बाटो हामी उकालो लाग्यौं। बुङ बजारबाट हस्पिटल धेरै टाढा नभए पनि हामीले थकायो। बाटोमा भेटिएका मान्छेहरूसँग बोल्दै ओर्दै हामी माथि निस्क्यौं। यता चाहिँ मेरा 5 पोखरी खिरौले जाने रुट भनेको छ। पर्यटकीय क्षेत्र हो यता रहेछ हस्पिटल। अस्पतालतिर जान्छ हामी अब। यो मेरा खिरौले लोकेसन देखाइरहेको छ। 5 पोखरी पर्यटकीय क्षेत्र यो। महाकुलुङ आधारभूत अस्पताल बुङ 2076 सालमा स्थापना। पहाडी क्षेत्रमा यतिको हस्पिटल सुविधा सम्पन्न नै मान्नुपर्छ। हस्पिटल परिसरभित्र छौँ अहिले हामी। ल महाकुलुङ आधारभूत अस्पताल बुङ सोलुखुम्बु भन्छ नि यसलाई। उता होला बुङ बजार देखाउनुहोस् त। बुङ बजार यहाँ तल सेस्काम जाने बाटो। सेस्काम जाने बाटो यो भित्र चाहिँ सादी भन्छ अरे। बाटो लाग्यो भित्र खिरौले चाहिँ यो माथि अरे। सेस्क्याम चाहिँ ऊ त्यो परभन्दा त्यो डाँडोभन्दा उतापट्टि सेस्क्याम। हस्पिटलमा केही बेर बिताएपछि हामी फर्किने तर्खरमा लाग्यौँ। अब बुङ बजार ननिस्की सिधै जाने निधो गऱ्यौँ। नयाँ बाटो सिधा र सरल थियो। आफ्नै तालमा हामी हिँड्न लाग्यौँ। कोलाम डाँडा निस्किँदा 1:30 बजेको थियो। हामी तल्लो बाटो लाग्यौँ। अलिकति लामो छ बाटो।
नौलो र छोटो बाटो हिँड्ने निधो गऱ्यौँ। छैन केही मलाई अमेरिका मलाई अस्ट्रेलिया मलाई जापान पनि नास्पाती खायौँ। जाँदा र फर्किँदाको बाटो फरक होस् भन्ने मलाई लाग्छ। त्यसैले मेरै जोडबलले पनि नयाँ बाटो हिँड्यौँ। प्रेम सरले पनि मेरो कुरा सहजै स्वीकार गर्नुहुन्छ। गम्भीरी चोक भन्ने ठाउँ पुग्दा 2:15 बजेको थियो। सडक बाटो नखुल्दा यही बाटोबाट आउजाउ हुने रहेछ। अहिले भने यो बाटोबाट हिँड्ने मान्छे कोही पनि भेटिएन। साथ दिन केरा बिरालो हेर्नु न। गाउँ बस्तीको जनजीवन हेर्दै हामी अगाडि बढ्यौँ। ल सोताङ जाँदैछौँ। झोलुङ्गे पुल क्रस गरेर झोलुङ्गे पुल पार गऱ्यौँ। पहरा भिरपाखा निहाल्दै अगाडि बढ्यौँ। ग्रामीण जीवनलाई नजिकबाट हामीले निहालिरहेका थियौँ। छुट्टै र स्वर्गीय अनुभूति भइरहेको थियो। पुरानो गोरेटो बाटो मेटिसकेको थियो। बाटो सोध्दै ओर्दै अगाडि बढ्यौँ। गाउँका नौला घरले मेरो मन तान्छ र फोटो खिच्न मन लाग्छ। गाउँ बस्ती अवलोकन गर्दै हिँड्ने कुरासँग प्रेम सर पनि मन्जुर हुनुहुन्छ। प्रेम सरले थाहा भएका गाउँहरूको परिचय दिँदै जानुभयो। पहिला हिँडेको याद गर्दै जानुभयो। 3 पनि बज्यो। दिन ढल्कदै गयो। हामी पनि घर नजिक आइपुग्दै थियौँ। पारीको झरना देखिँदै थियो। 2 दिनको लगातार हिँडाइले थकान बढ्दै थियो। केही बेर रेस्ट पनि गऱ्यौँ। फेरि बाटो लाग्यौँ। 3:30 भयो। ओह्रालो झर्ने ठाउँ आइपुग्यौँ। खोला खोल्साको बाटो तल झऱ्यौँ। आजको यात्रा पनि अब टुङ्ग्यो। माथि गएर सर त्यहाँ हिँडेको यहाँ गरी भएर एकछिन बिताएको। हजुर हामी पनि यहाँ यसो ओह्रालो झरेको। हजुर यहाँ त अप्ठ्यारो त के निकै रहेछ। पानी पनि छ यस्तो झ्यास छ। ज्यानमा थकान थियो। घरै माथि आइपुगेका थियौँ। खन्यो फलेका रासन टिपेर खायौँ। अनुहारमा थकान प्रष्ट देखिन्थ्यो। घर आइपुग्दा 4:15 भइसकेको रहेछ। 7:30 तिर खाना खाएर आजको दैनिकी पनि सकियो। यति बेलाको जमानामा पो लाइटर छ। त थिएन नि त हाम्रो पालोमा। के उसमै नुहाउनै जानुभएको? नुहाउनु सकेको यसो खुट्टाहरू यसो हातहरू अनि त्यहाँदेखि यसो यस्तो गऱ्यो। यत्तिकै काम जाडो हुन्छ। त्यहाँदेखि यो सलेर लगेको सबै अनि कपडामा गरे सेलाउ भनेको त अनि के आगो बाल्नु एउटा दबाईले बल्ल बालिदिएर बल्ल